So good morning from Chusang. It's me Susan. अब हामी त्यस्तै 15 मिनेट पछि अप्पर मुस्ताङको लागि प्रस्थान गर्दैछौँ। केटाहरू पुरा रमाइलो गर्दैछन् है। As you can see हाम्रो फेस अलिकति छ तर ठीक छ। You can adjust. We are a prepared. गुड मर्निङ साथीहरू। अहिले बजेको छ बिहानको 5 र तपाईहरु सुन्दै हुनुहुन्छ सगुन धन्साको च्यानल। टुनु टुनु टुन टुन। यहाँ चाहिँ सबैजना रेडी हुँदै हुनुहुन्छ ब्याग प्याक गरेर। लेट्स गो। अब सबैजना रेडी भएपछि 5 बजे त निस्किनु पर्ने हो। अलिकति ढिला भयो। लेट्स गो। Oh my god, oh my god. Load ketole. अहिले चाहिँ हामी लोघे घरमा आइपुगेका छौँ। यस्तो सब भ्यूहरू फोटोसोटो खिच्दैछौँ र यो हो भ्यू यहाँको। अब हामी अझै मासतिर जाँदै गाडीमा बसिहाल्नुपर्छ। जाडो भयो। कोरोला बोर्डर जान्छौँ। लेट्स गो। हजुर भन्नु अहिले चाहिँ हामी आसमानकै उचाइमा कहाँ हो यो लोमाङथान भन्दा अलिकति माथि त्यहाँदेखि चाहिँ लोमाङथान रे। अब हामी तल फोटो खिच्न जाँदैछौँ। अहिले चाहिँ हामी खोइ कहाँ हो भन्दाखेरि यसरी आएपछि यो चाहिँ चाइना बोर्डर, नेपाल चाइना बोर्डर। कुन भाषा लेखा हो त्यो? चाइनिज त होइन। आँखाको लेभल अगाडि हल कस्तो रमाइलो। चाहिँ हामी नेपाल इन्डिया बोर्डर इन्डिया चाइना रिटेक अहिले चाहिँ हामी नेपाल चाइना बोर्डरमा आइपुग्यौँ र यहाँ नो भेकल अहेड। यहाँ हल्का सामान छ हेरिदिउँ मात्र। बोर्डरमा त आइयो तर यस्तो केही त छैन रहेछ। त्यो बिल्डिङ चाहिँ छ चाइनाको, नेपालको त त्यसबाट खोइ ट्रेन टाँगेर बसेको छ। हल्का राम्रो गर्नुपर्ने हो तर सरकारहरू म्युजिकल चेयर मात्र खेलिरहेछ। त्यस्तै हो। म चाहिँ अब यहाँ टुर गर्न आएको नि त। Jump, go! Oh shit!
लेट्स गो साथीहरु लेट्स गो ओइ आयो अहिले चाहिँ हामी अप्पर मुस्ताङ हुँदै यहाँ छुसाङ भन्ने ठाउँमा हिजो बास बसेको ठाउँमा आइपुग्यौँ। अब यहाँ यसो भ्यू हेर्दैछु, तल दाइहरू सामानहरू मिलाउँदै हुनुहुन्छ, चिया खाँदै हुनुहुन्छ र आज हिँडेर मार्फा पुग्छौँ। अब बाटो फेरि गालडाङ गुल्डुङ नै छ, मस्त सुतेर जानु पर्ला। अहिले चाहिँ म होटेलको छतमा आएको छु। चिसो छ। यो डाँडा चाहिँ खतरा लाग्यो कि यो डाँडा होइन, डाँडा भन्ने कि के भन्ने अब यसलाई। डाँडा छ माथि यस्तो उवालै छ नर्मलवाला, तल चाहिँ सर्ट काटेको जस्तो छ। त्यो पुरै डोजर हाल्ने जस्तो छ यसो कोटारेर। खतरा हावा लास्ट लगाइरहेछ, चिसो हावा। यो चाहिँ हाम्रो होटेल। आज चाहिँ होटेल देखाइदिउँ न होइन। हिजो अस्ति चाहिँ होटेल अलि नराम्रो थियो, त्यही भएर देखाएन। ठिकै थियो, आज अलिकति ठिक्क लाग्यो मलाई। यो इन्ट्री सुरु कुकुर बसिरहेछ के गर्दै र यो होटेल। दिस इज मार्फा बजार। यसो गर होइन, यहाँ राइट ह्यान्डले तिमी चाहिँ यसरी हिँड्दै यस्तो मसक्क परेर हिँडे जस्तो गरेर गर होइन। पछाडि लेख्ने गरेर अनि यो डान्स गर्दै आउँछ क्या, गीत गाउँदै डान्स गर्दै आउँछ। यहीँबाट गर्दै गर्दा ल के यो माया गरेर यसो गर्छ होइन। त्यति बेला चाहिँ तिमीले यस्तो क्यामेरा घुमाएर ए ल पाएँ माथिदेखि गर्दै यहाँ हानौँ न, यहाँ देखाउनु न, आउनु